ल साथीहरु हामी चाहिँ एकदम माथि हिमाली भेगमा पुग्यौं हैन। हल्का मौसम क्लियर भएको छ अनि यहाँबाट चाहिँ ट्याक्कसँगले हल्का देखिन्छ दृश्य एकदम राम्रो छ। अनि हामी चाहिँ यता माथि अझै माथि कता हो बाटो हिँड्दैछौँ। अनि यहाँ चाहिँ बाटो खनेको रहेछ हुनु चाहिँ। अनि यहाँको राम्रो ठाउँ भनेको चाहिँ यो हरियाली अर्थात् रुख बिरुवाहरू भयो हैन, फुलहरू भयो, बोझो फुलेकोहरू हुँदो रहेछ हैन। अनि यस्तो हुँदो रहेछ यो फुल फुलेकोहरू ट्याक्कै चाउर देखिन्छ हैन। अनि यो जस मौसम क्लियर हुँदाखेरि चाहिँ हाम्रो यो ठाउँलाई चाहिँ एकदम राम्रो देखिने रहेछ। अनि घुम्नुको लागि चाहिँ मजा चाहिँ तर जाडो अति क्या। यस्तो प्लास्टिक ओढेर आउनुपर्छ है जाडो नहुनुको लागि। 5 सेकेन्डमा यस्तो हुस्सु आइहाल्छ हैन। अनि कस्तो दामी ट्याप डाँडा भएको हैन। अनि यहाँ चाहिँ हुस्सु लागिहाल्दो रहेछ क्या 5 मिनटमा। अनि टक्कसँगले हामी चाहिँ लाग्यो साथी हो। कति काम गर्नु यार, कति काम गर्नु। रिटायर भइसक्यो कलरको काम गर्दा हैन। रिटायर भइसक्यो अनि जागिर पनि पकायो। 5 वर्षसम्म चाहिँ काम गरियो हैन। यस्तो हुस्सु लागेको छ। अनि ट्याक्कै जानुपर्ने चाहिँ यता रहेछ। यसमा चाहिँ अलिक कमजोरी मान्छेहरू चाहिँ यस्तो डाँडातिर चाहिँ नआउनु होला, एकदम चिसो परेको छ हैन। यस्तोमा चाहिँ कमजोरी मान्छे चाहिँ हैन एकदम रेनकोट लिएर आउनु होला। यस्तरी उडी हामी कुद्दैछौँ हैन। मेरो क्यामेरा चाहिँ अलिक धुर्मौलो देखिँदो रहेछ हिँड्दा हैन। अनि यहाँ पर चाहिँ चाउर रहेछ। यहाँ चाहिँ कस्तो चाउर छ हैन। हावा पनि छ। यस्तो दामी ठाउँ छ। आमामामा यो ठाउँ चाहिँ ट्याक्कसँगले हुस्सु खोलियो भने त यस्तो दामी हुन्छ हैन। हैट यस्तो दामी ठाउँ छ। यहाँ तल चाहिँ घोडाको बच्चा नि रहेछ। यो चाहिँ जङ्गलमा बच्चा पाउनको लागि छोडेको। अब यो बच्चालाई चाहिँ लगेर गाउँमा लगेर सधाउँछ हैन। अनि बल्ल हिमाली भेग पुगियो। जोस रमाइलो छ। अलिकति गाह्रो भनेको चाहिँ हिँड्नु गाह्रो छ। अनि एकदम रमाइलो छ। हावा सारा चलिरहेछ। अनि यहाँ पारी चाहिँ एकदम चिल्लो डाँडाहरू छ हैन। तर यो यसमा चाहिँ एकदम हुस्सु लागेर चाहिँ राम्रो देखिएन हैन। यो मौसम चाहिँ एकदम क्लियर भयो भने चाहिँ राम्रो देखिँदो रहेछ। अनि बाटो त जता पायो त्यतै पुऱ्याइराखेको रहेछ। यो चाहिँ ठ्याक्कै भन्नुपर्दाखेरि 5 स्तरको इन्डिया बोर्डर छेउमा छौँ हैन। अनि मेरो क्यामेरालाई चाहिँ राम्रो खासै देला जस्तो छैन। यो के हो
फाल्टार याक यस्तो फाल्टार भन्ने ठाउँमा आइपुग्यौँ होइन। अनि दामी दृश्य छ। अब सबै मान्छे चाहिँ यसरी घुम्न पाइँदैन। कोही घुम्नको लागि चाहिँ लागि परि आउँदा मात्रै। तर यस्तो ठाउँमा घुम्छु भनेर सोच लिनुभन्दा अगाडि चाहिँ यस्तो लिएर आउनु होला। यस्तो बर्खा मासमा चाहिँ होइन, मान्छेलाई चाहिँ एकदम तातो भयो भने चाहिँ लेख लाग्दैन रहेछ क्या। म पनि एकदम लेख लाग्ने मान्छे हो। तर यहाँ म चाहिँ टक्कसँगले तातो लाउनु पाएँ भने चाहिँ पाएर चाहिँ एकदम दामी गरी तातो भइरहेछ म चाहिँ होइन। अनि यस्तो दामी हावा चलिरहेछ। अनि यहाँ आउँदाखेरि चाहिँ 3 थर्मस तातो पानी ल्याउनुपर्छ यहाँ आउनुको लागि। अनि अलिकति हिँड्ने, 1 खुड्किला चढ्ने, तातो पानी खाने होइन। अनि यस्तो लाउने हो टक्कसँगले होइन। अनि हिँड्ने हो। यस्तो सारा फुलको बुट्टाहरू छ होइन। अनि यहाँ चाहिँ इलामको चियाबारी के राम्रो छ भन्नु। यहाँ यो चियाबारी होइन, फेरि यो चाहिँ हिमालको यस्तो फुलहरू होइन, यस्तो फुलहरू। अनि ट्याक्कसँगले घुम्न आउनु होला। र यस्तै भिडियो हेर्नु मन लाग्छ भने र यदि तपाईँहरूले मनपर्छ भने चाहिँ फलो गर्नु नबिर्सिनु होला र सब्सक्राइब गर्नु नबिर्सिनु होला। म यस्तो दामी ठाउँमा छु आज। भोलि कता पुग्छु म होइन, केही भन्न सकिँदैन। म चाहिँ अब एउटा यात्रु गन्तव्यमा पुग्नु पर्यो नि त होइन। ट्याक्कसँगले म चाहिँ उता गान्तोक हिँडेको। गान्तोक हामी चाहिँ टुर हिँडेको क्या, खास चाहिँ टुर। यस्तो दामी ठाउँ छ। ल त साथीहरू, अहिले चाहिँ यति नै हो। यो मौसमहरू खुल्ला भएको भए चाहिँ एकदम दामी देखिन्थ्यो होइन। यहाँ चाहिँ के लेखेको छ, याङतारू खै के गोठ कि सोट के लेखेको रहेछ। ल त साथीहरू, यस्तै भिडियो हेर्न मन लाग्छ भने कृपया सब्सक्राइब सपोर्ट गरिदिनु होला र लाइक सेयर कमेन्ट र ब्ल्याक एन्ड घन्टी पनि दबाइदिनु होला। सक्दोमा सक्दो सेयर पनि गरिदिनु होला। एकदम राम्रो ठाउँ छ। अनि यस्तो चिल्ला रुखहरू देख्न पाइन्छ। र हामी चाहिँ अहिलेको लागि चाहिँ यति नै। ओके, बाई बाई।